हाई एभ्रिवान। म चाहिँ आज मैले आफैले रचना गरेको एउटा कविता हजुरलाई सुनाउँछु है। मेरो कविताको शीर्षक हो सूर्य र म। जब तिमी आउँछौ झ्यालको कुना हुँदै, जब तिमी आउँछौ झ्यालको कुना हुँदै, अनि मलाई आभास हुन्छ बिहानी भएको, अनि उठ्छु म तिमीलाई हेर्दै मुस्कुराउँदै। जब आउँछ बादल तिमीलाई ढाक्न, जब आउँछ बादल तिमीलाई ढाक्न, कसलाई गुहार्छौ तिमी, हामी त व्यस्त हुन्छौ छाता खोली राख्न। जब तिमी आउँछौ प्रबल ताप लिएर, जब तिमी आउँछौ प्रबल ताप लिएर, तिमीलाई नदेखिए झै गरी लगाइहाल्छु चस्मा। कति पीडा हुँदो हो तिमीलाई जब जानुपर्छ अस्ताएर, त्यो पारी डाँडामा जहाँ हुन्छन् सिर्फ तिमी र बादल, अरू कोही हुन्न साथमा। पानीमा भिजेर नाच्ने म, पानीमा भिजेर नाच्ने म। हे कालो बादलभित्र लुकेको सूर्य, तिमीलाई मुस्कुराइरहेको देखे मैले झरी मनपर्छ भन्नै सकिनँ, मैले झरी मनपर्छ भन्नै सकिनँ। धन्यवाद।